विष्णुका लागि भनेर यज्ञका रूपमा कर्म गर्नुपर्दछ, अन्यथा यस संसारका हरेक कर्म बन्धनका कारण बन्न पुग्दछन्। त्यसैले हे कुन्ती पुत्र, विष्णुकै प्रसन्नताका लागि आफूलाई तोकिएको कर्म गर, त्यसो गरेमा तिमी बन्धनबाट मुक्त हुनेछौ भनेर श्री भगवानले अर्जुनलाई भन्नुहुन्छ। तात्पर्य, आफ्नो शरीरको रक्षाका लागि पनि मानिसले कर्म गर्नै पर्दछ। विशेष किसिमको सामाजिक अवस्था र गुणलाई ध्यानमा राखेर नै निर्धारित कर्मको व्यवस्था गरिएको हो। यस्ता कर्मबाट सबै सामाजिक उद्देश्यहरू पनि पूर्ण हुन्छन्। यज्ञको अर्थ भगवान विष्णु हो वा यज्ञ सम्पादन गर्नु हो। सबै यज्ञको अर्थ पनि भगवान विष्णुलाई सन्तुष्ट पार्नु नै हो। वेद भन्दछन् यज्ञ वै विष्णु। अर्को शब्दमा भन्दा कसैले तोकिएको यज्ञ गरून् वा प्रत्यक्ष रूपले भगवान विष्णुको सेवा गरून्, यी दुवै कुराबाट एउटै प्रयोजन सिद्ध हुन्छ। त्यसले भगवान विष्णुको प्रसन्नताका लागि काम गर्नुपर्दछ। यो संसारमा गरिने सबै कामहरू बन्धनका कारण हुनेछन्, किनभने राम्रो र नराम्रो दुवै थरी कर्मको आफ्नो फल हुन्छ र यस किसिमका कर्म फलले कर्म गर्ने कर्तालाई बन्धनमा पारिदिन्छन्। यस प्रकार भगवानलाई खुसी बनाउनको लागि मानिसले कर्म गर्दा गर्दै मानिसहरू मुक्त अवस्थामा पुग्दछन्। यो नै काम गर्ने महान कला हो। यस पद्धतिको सुरुमा एउटा अति कुशल मार्गदर्शकको आवश्यकता हुन्छ।